ओए गाई ला गाइस खाल्डोमा गयो यार बाइकै ल गाइस झन् त्यही खाल्डोमा गइदियो नि त अनि के यार बाइक त अब निकाल्नु पर्ने हुन्छ यहाँबाट सट्ट ल ओए 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 म्याकुरी ल गाइस फस्यो नि त यार आया गेरा चप्यो हेलो एन्ड नमस्ते होप सबजना सन्चै एन्ड आरामै हुनुहुन्छ होला एन्ड म पनि सन्चै आएको छु आज चाहिँ मैले साइलेन्सर निकालिदिएको यो अब साइलेन्सर निकालेर चलाम कस्तो आउँछ है साउन्ड डेन्जर लाउड आउँदो रहेछ कि पहिला त यो थियो नि त ट्याक्कै होइन यो निकाल्दैछु अब एक राइट हानेर आउँछु यसलाई ट्याक्क यहाँ राख्नुपर्ने हुन्छ यसरी बाइकको छेउ मात्रै एउटा याक पनि छ है गाइजहरू याक हो नि त यो हाम्रो याक हो याकै हो अब भिडियोमै भेट्नुपर्छ पट्काउने अब म यहाँबाट निस्किन लाएको यो याकलाई पनि म बाई बाई भन्न चाहन्छु भिडियोमा भिडियो अन्त्यसम्म हेरिदिनु होला तपाईँहरूको लागि भनेर यत्रो दुःख गरिरहेको छु माया गरिदिनु होला एकदम साथ सपोर्ट दिनु होला साइलेन्सर निकालेर पट्काम भनेर तलतिर अफरोड हान्ने गइदिउँ न त यता हाल्न मिल्छ बाइक किन गइदिउँ न त के छ र अफरोड त गाइजहरू अफरोड हान्ने हो नि त मस्त अब बाइक पट्काउँदै आफूले ओ माइ गड जङ्गल हुन्छ गाइजहरू बर्खा आउनु पर्ने हुन्छ यार बबाल हुन्छ पछि बर्खा पनि हरियाली हुन्छ बबाल हुन्छ होला यार कता छिराउनु यार यतै हालिदिन्छु यार आय जरिमाना त लगाउन यार यो त स्याङ्गाको खेतबारीतिर है गाइजहरू जङ्गलतिर यस्तो लाइट हान्दै जङ्गलको बाटो हो यस्तो अड्किन्छ क्या यहाँ त फेरि है निकाल्नु पर्ने हुन्छ यस्तो लट्ठीहरू अड्किन्छ नि त औडा हुन्छ औडा त यहाँ चलान त मजा आउँछ नि त कन्टेन्टको लागि पेट्रोल त सहा पार्छ होला यार साउन्डले साउन्ड खतरा फाल्दैछ नि त बुटुटुटुटुटु ओए गाई ला गाइस खाल्डोमा गयो यार बाइकै ल गाइस झन् त्यही खाल्डोमा गइदियो नि त अनि के यार बाइक त अब निकाल्नु पर्ने हुन्छ यहाँबाट सट्ट ल ओए 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 म्याकुरी यो हो नि त रोइला भनेको त हाम्रो राइडरहरूको लागि त यहाँ देख्छु अब निकाल्ने कसरी यार डेन्जर अड्केछ नि त
फाइनली निकालिसक्यो। डेन्जर आँखामा घोस्ला भन्ने डर हुन्छ क्या। कता जाम भयो अब। यहाँबाट म उकाल्छु है त गाई। गाई सयो बाब्रे हिँड्छ गाई कुलोमा लोडिरहेको यार औडा नि म त हरामी हो क्या गाई जस्तो कुलोमा हालिदिएर उकाल्दिने कति हाइट छ यार पागल बस यार म त यार के हो यार फेरि कता छ यार बाटो नि औडाइ कता जाने यार है यता त झारी रहेछ यार ल गाइस फस्यो नि त यार सक्लो छ नि त भाइ त्यही भएर झरेर चलाउनु पर्ने हुन्छ क्या आज त बवाल भइदिनेछ अब यहाँबाट उकाल्ने त गाइस उकाल्छु बाटोमा यहाँ ढुङ्गा हाल्छु यार गाइसहरू यहाँबाट ढुङ्गा हाल्छु फेरि यसको सेललेप पनि छैन क्या यहाँबाट नि यहाँ भित्तामा अरेर राख्नुपर्ने हुन्छ मेरो बाइक हटिन्छ नि त यार अलि ढल्यो भने औडा होला क्या यहाँ छ मेरो बाइक अब यहाँ लगाएर ढुङ्गा हाल्छु यार अब त यस्तरी ढुङ्गा हालेपछि उगाल्नु त धेरै सजिलो हुन्छ नि त यार यति गर्ने त्यो त अनि धेरै सजिलो भएन नि त गाइस यहाँ ढुङ्गा थियो यार अघि यहाँ ढुङ्गा हालिदिन्छु लास्ट पसिना भएछ यार म त हुन्छ गर्नु छ यार यो नि यहाँबाट गाजा यतिकोबाट उकाल्छ गाइस भयो यार चरेट उकाल्ने होइन मरिदिन्छ यार डेन्जर हानिदिन्छु है हातमा के भयो यार काँडा भिज्यो क्या यार डेन्जर दुःख त यहाँको डेभिड एउटा नाकहरू छ भने माफ गरिदियो है अब के गर्ने भइहाल्यो यस्तोमा उकाल्ने म कति हरामी होला यार कति आया डेन्जर खुट्टा ठोक्यो नि त ओए कहाँ गयो मेरो बाइक त आया गेरा चप्यो Sayo.
चल बाइकले नतान्ला यार त्यो अब गेट चाहिँ अब हल्का मिलान जानुपर्छ अलि ठोक्यो भने खत्तम झन् बवाल कन्टेन्ट ठुलो बाइक कुरी त लेस फुस्केछ मेरो जुत्ताको लेस पसिना भयो यार आजको भिडियो चाहिँ बवाल भयो क्या गाइसहरू यो उकालोमा के उकाल्नु सक्ला त मेरो भाइ यसरी जल तान्नु सक्ने तान्छ मेरो भाइले पुरो फर्काउने बर्बाद हल्का थकाइ मार्नु पऱ्यो थकाइ लाग्छ यार गाइस एक्लै हुँदा त यस्तो राइड हान्न त के यो बाटोमा एसपिएल रवि भ्लगले उकाल्न सक्ला त कमेन्ट बिलो गाइजहरू गाइजहरू हाम्रो बाजेहरू यसो खेततिर आउँदै हुनुहुन्छ के भन्नुहुन्छ अब मलाई अङ्कल यहाँ भिडियो गर्न आएको क्या यो जङ्गलभित्र हालेर भिडियो गरेर भिडियो बनाएर फेसबुकमा युट्युबमा हाल्ने हो क्या यहाँ भिडियो गरिरहेको छु ल गाइस मक्खै बाजे त्यस्तो भन्दैछु हुन्छ नि त आफ्नो गाउँठाउँको खेतबारीको जङ्गलको यसो पर्मिकेट गर्दाखेरि खुसी हुन्छ नि त उहाँहरूलाई नि यस्तै बुझ्ने भइसक्यो हुन्छ क्या यो बाटो जाइसक्छ ल ओ माई गॉड आजको भिडियो चाहिँ कति बवाल भयो क्या गाइसहरू बवाल भयो नि त अनि बवाल भयो आजको भिडियो चाहिँ होइन यो अब अझ यस्तै भिडियो हेर्ने भने सब्सक्राइब गरेर अलमा थिच्लिनु होला त्यही नै भन्न चाहन्छु आजको ब्लग यहीँ इन गर्न चाहन्छु।